साथीहरु नमस्ते सबैजनालाई ह्यापी न्यू इयर है साथीहरु सबैजनालाई। म चाहिँ आज न्यू इयरको पहिलो दिन राम्रो काम गरौँ भनेर यहाँ साग रोप्न लागेको साथीहरु। यहाँ चाहिँ हाम्रो बसन्ती बहिनीले कति धेरै सागको बिउ राख्नु भएको रहेछ। देखाइदिनु त। ओहो यति धेरै कहाँ लगाउने भनेर राख्नु भएको थाहा छैन। मैले पनि ठुल्ठुलो छानेर लिँदै छु। यो चाहिँ के अरे एक प्याकेट थियो भन्नुहुन्थ्यो, सबै छर्नु भएछ। यहाँ लगाउने ठाउँ पनि छैन। पहिलेकै साग नै धेरै छ। राम्रो राम्रो छ के सागको बिउहरू पनि। तपाईहरु टाढाकोलाई त भन्न सकिँदैन, नजिकको दिदी बहिनीहरू हुनुहुन्छ नजिकको कोही लगाउने बारी खाली छ भने लिन सक्नुहुन्छ है बहिनीहरू दिदीहरू। मैले चाहिँ आज यो साग लगाउनु पर्यो न्यू इयरको दिन, न्यू इयरको पहिलो दिन। म साग अब लगाउन गएँ, मलाई यति भइ पुग्छ होला। ल मैले चाहिँ बिउ लिएर आएँ। अब चाहिँ म लगाउन जाँदैछु। लगाउने ठाउँ त छैन मेरो उसमा, मेरो यता पुरा फुल यहाँ साग मात्र छ कि साथीहरू। यतातिर हेर्नुहोस् न, यता पुरा साग मात्रै छ। अलिकति यता पनि मैले पनि बिउ छोडेको थिएँ। अनि यता अलिकति मात्रै ठाउँ छ, यसैमा जति हुन्छ त्यति लगाउँछु। अनि बाँकी त ठाउँ नै छैन। हेर्नुहोस् न कता लगाउनु। सागको बिउ चाहिँ कति राम्रो छ। म चाहिँ यहीँनिर लगाउँछु है त। धेरै अस्तितिर नजिक लगाएर पुरा सप्रिँदै सप्रेन कि। एक बिता फरक लगाउनु बहिनी तपाईँ के हुनुहुन्छ? एक बिता फरक लगाएर चाहिँ बाक्लो न बाक्लो हुन्छ कि। अनि चाहिँ त्यही भएर अलि पातलो लगाउँछु। कति राम्रो छ, बाक्लै लगाउनु, पुरा बारी लगाउनु जस्तो छ यसको। कहाँदेखि हो तपाईँहरू? देखो देखो हेर त। कोहीलाई चाहिँ यति रमाइलो छ न्यू इयर, कसैले चाहिँ यसरी मनाउँदैछन् मुभी हेरेर पुरा फुल ब्याग सपिङ गरेर। ए तर फेरि यस्तो छ आफ्नो त थियो त्यो बिचरा हदबिका। टोपी खै जाऊ टोपी लिएर आऊ। सुकु बेबी के लिएर आऊ? सुकु बेबी होइन, पछि 6 तारिक तिम्रो ह्याप्पी बर्थडे हो। ल हेर सागको बिउ लिएर आएको थियो। उहाँले पनि साग रोप्न थाल्नु भएको छ। यो चाहिँ सिर्जना बहिनीको बारी हो। साग रोप्दिनु थाल्नु भएको? ओहो अलि पातलो रोप्नु त। यो भएन यो त लास्टै बाक्लो भयो। ल यो लास्टै बाक्लो भयो। कोहीलाई चाहिँ यस्तो मस्ती छ के गर्नु। ओहो भाइ मुभी हेरेर आउनु भएको? कुन मुभी हेरेको? औ कुन मुभी? बाबा बबाल यो त बाक्लो भयो कि के हो? साथीहरू मेरो आज न्यू इयरको फर्स्ट डे चाहिँ यसरी नै मैले साग लगाएर नयाँ कामको सुरुवात गरेँ। नयाँ त भन्न मिल्दैन, एउटा जे हो नि राम्रो काम गरेर आजको दिन चाहिँ यसरी बिताएँ भनौँ न। अरू काम त नर्मल उस्तै डेली जे हुन्थ्यो त्यही नै गरेँ। अरू कोही चाहिँ घुम्न जानु बेला, कोही कता जानुभयो, के गर्नुभयो, रमाइलो गर्नुभयो होला कतिजनाले। सबैले कमेन्टमा बताउनु होला कसले के गर्नुभयो। अनि अहिले चाहिँ मेरो भिडियो यति नै साथीहरू। फेरि वन्स अगेन हजुर सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। बाई बाई, थ्याङ्क यू फर वाचिङ।